यो हो हामीसँग डिलिभरी ट्युब। यो ट्युब सिसाले बनेको हुन्छ र यो ट्युबलाई हामी बेन्ड गरेर प्रयोग गरेर ल्याबमा युज गर्छौँ। त्यही भएर आज हामी सिक्ने कि यो सिसाको ट्युबलाई हामी कसरी बेन्ड गर्न सक्छौँ। यो सिसाको ट्युबलाई बेन्ड गर्नलाई सबभन्दा पहिला हामीलाई कुनै बर्नरको आवश्यकता पर्छ र बर्नरमा अहिले मसँग बन्चेन बर्नरहरू छैन, त्यही भएर म क्यान्डलको युज गर्छु र यसबाट हामी सिक्नेछौँ कि हामी कुनै पनि डिलिभरी ट्युबलाई कसरी बेन्ड गर्न सक्छौँ। हामीसँग यो बर्नर रेडी भइसकेको छ र अब हामी यसलाई कसरी बेन्ड गर्ने त्यो हेर्नेछौँ। अब यसलाई हामी यहाँबाट बेन्ड गर्छौँ, त्यसको लागि हामी यसलाई हिट गर्छौँ र यसलाई हिट गर्दै जाँदा यो पछि आफै बेन्ड हुन थाल्छ। यसमा हामी धेरै कम फोर्स लगाइराख्छौँ र यो हिट भइसकेपछि यसको मोलिक्युल्सहरू मोमेन्टममा आउँछ र यो आफै बेन्ड हुन थाल्छ। यसमा हामीलाई अलिकति फोर्स लगाउनु पर्छ बेन्ड गर्नलाई, बाँकी पुरै बेन्ड आफ्नै मनले हुँदैन। हामी अलिअलि फोर्स लगाउँदै जान्छौँ र यो बेन्ड हुँदै जान्छ। जस्तै कि तपाईँहरू हेर्न सक्नुहुन्छ, म यसलाई हिट गर्दैछु। अब बिस्तारै म यसलाई बेन्ड गर्ने कोसिस गर्छु र यो बेन्ड हुन थाल्छ। हेर्दै जानुहोस्। ल हेर्नुहोस्, यो बेन्ड भइसक्यो।